सबैजनालाई गुड मर्निङ एन्ड नमस्ते। सबैजना आराम कुशली हुनुहुन्छ होला। आज चाहिँ धेरै दिनपछि घाम मजाले लागेको छ। घाम लाग्दा कस्तो उज्यालो हुँदो रहेछ। कुखुराहरू पनि कस्तो रमाइरहेछ क्या। हेर्नुहोस् है हाम्रो गाउँको भ्यूहरू उज्यालो देखिरहेछ आज चाहिँ धेरै दिनपछि। बसिरहेछ बोजूहरू चाहिँ, यता मम्मी यता बाजे यता बोजू हुनुहुन्छ। त्यही त अहिले एकछिनमा मम्मीसँग बस्नु भने भालुङ जानु भयो भने भालुङ पनि जान्छ अहिले भरे। भालुङ हेडसर भेट्छ नि, हेडसरको उयो हुन्छ होला, हेडसर दिन्छ होला। खनाल सरले गरिदिनुहुन्छ क्या त्यहाँनिर, खनाल सरले सब गर्नुहुन्छ क्या। चाडा सर्छ कुन कुन कता जाने फुटबल आएर फुटबलमा हिँड्नु भयो जानु होला। जाउ यो त मोबाइलले हेरि नराख, आफ्नो काम त फटाफट गर्नुपर्छ त। एकछिनले भरे रोकिदिन्छ अनि उयो सिफारिस मात्रै झिकिदिन्छ नि त उयो बिना पनि। त्यहाँ गएर सोध न, पहिला ओडामा गएर सोध क्या, मैले नागरिक बनाउनु पनि के चाहिन्छ, कसो कसो चाहिन्छ भनेर सोध न त्यहाँ पहिला। त्यो अध्यक्षलाई सोध, नत्र भने त्यो काम गर्ने फुच्चीहरू छ तर फुच्चीहरू कम त गल्ती काम लेखिदिएर मलाई कम त मलाई दुःख दियो। भाग्यमा नि यो जसो फेरि मुख छिटो नभन्नु अरे चुप लागि बस्नु भनेको अनि सचिव गरेर त्यसरी भनौँ होइन होइन मरिसकेको मैले भनेको होइन, मऱ्यो भने अब प्रमाण त गर्नु पऱ्यो नि। यो बुढाले खतम पारो भने अब प्रमाण बनाउनु पऱ्यो। प्रमाणमा 600 रुपियाँ त्यहाँ लेखेकै खायो ल अनि पर गएको। ल अहिले चाहिँ केटाहरूसँग बल खेलेर चटपटे खाना आएको होइन। दिदीले चटपटे पनि ल्याइदिइसक्नु भएको छ। ल 2-2जना हो यहाँ देखाउनु, यहाँ छ फर्स्ट बाइट। ल फर्स्ट बाइट हान्ने सेकेन्ड बाइट चाहिँ मेरो चौधा त्यही अस्टमी त ल अन्धकालेसँग खाएको सबै सकाइदियो। को अन्तकाली मलाई भनेको? दुईवटा अन्धकालेहरू, दुईवटा एक्लै ढेड भएर पर बसिहाल्छ। सो गाइस एकले ढेडो भन्दाखेरि चाहिँ हामी परि भन्दा बरु त नि भुजा जान्छ मजा। चकै भयो तेरो संस्कार खै के माग्यो निम्ति माग्छ अहिले फेरि मागो आन्टीको दोकानको चटपटे लास्टै दामी भयो गाइस। यहाँ चाहिँ सबै आइदिनु है, हाई गरिदिनु न। मेरो होइन यसको भ्लगरको, यहाँ छ भ्लगर चाहिँ, म चाहिँ चलाइदिँदैछु यसको चाहिँ। कस्तो दामी मिठो लाग्यो होइन यहाँको चटपटे चाहिँ हामीलाई। अब हजुरहरू पनि आउनुहोस्। यहाँ यो ठाउँलाई के भन्छ? होइन ट्याक्कै यो चोक चोक भन्छ कि यसलाई? चोक त भन्दैन, भगती स्कुल गेट्टेमा। ओइ तेरो च्यानल होइन त के बोल्न? मेरो सुरुमा बोलेको ल च्यानलको नाम म पावल प्रेमी। तपाईँहरू सबै आउनु सक्नुहुन्छ यहाँ चाहिँ होइन। यस्तो दामी छ बरको होइन यो बरको खेतमा बसेर। पछि दिएर किन दिएन किन पैसा माग्छ त यसले त? दोषी काट्ने मेरो मागेको फोन किन किन दिनु त पैसा? अघि त्यत्रो खुवाएको होइन मैले? दिन यहाँ किन दिनु? ओ त्यो इडलेको दिन्छ दिएन मैले माया पानी त्यत्रो खुवाएँ केटालाई यार। पेट्रोल त मैले नि हालिदिएको नि अघि यिनीहरूलाई पानीको। अहिले लुट्नु नपर्ने धेरै केटा। हेर्नुहोस् है पैसा यिनीहरूले लुटेर मेरो। तिनीहरूले दियो पास हुँदैन हुन्छ त्यही त डलर खान्छ भ्लगबाट आउँछ नि, भ्लगबाट आउँछ दिँदैन पैसा। पैसा त लाग्यो कि हो पुगेन। अन्त मलाई सबै माग्ने हो नि? पुगिसक्यो जा न ए जा जा कसरी माग्दो रहेछ हेरौँ ल यसलाई।
आउनुहोस् ल डु कलेक्सन हिँड्दै जान छैन हौ 5 रुपैयाँ 10 रुपैयाँ 5 रुपैयाँ यहाँ चाहिँ डु कलेक्सन ला 5 रुपैयाँ कति पुग्यो 100 रुपियाँ उठाउनु पनि दाइ स्पोन्सर हान्ने हामीलाई कति हान्नु केटा भएर हट तत 20 रुपियाँ दाल न पनि चाहिँ अति नगर्नु चाहिँ सबै उठाउने नि जबसम्म पैसा तिर्दैन तबसम्म म देखाएको 35 रुपैयाँ दिइसक्यो तपाईँ मैले 40 रुपियाँ दिएँ त 60 ल यसकोमा चाहिँ अलिअलि भ्युज बढाइदिनु सेयर पनि गरिदिनु मेरोमा अनि त्यही त पनि बोलिरहेछस् अनि तेरोमा बोलिदिएको नि त यो त होइन तेरो पनि हाल्दा हुन्छ नि हुन्छ हुन त हुन्छ ल हजुरहरूले यसकोमा अब चाहिँ फुटबल खेल्नु फलो सब्सक्राइब अब केमा हाल्दैन गरिदिनु होइन अब होइन भनिदिएको अझै हामी चाहिँ अब फुटबल खेल्नै बाँकी छ होइन हामी चाहिँ फुटबल खेल्न आएको थियौँ तर अहिले चाहिँ हामी चाहिँ फुटबल खेल्न आएको थियौँ अहिले चाहिँ हामी यहाँ चटपटे खान आएको होइन अब फुटबल चाहिँ अहिले भरे खेल्नुपर्ने हाम्रो केटाहरू चाहिँ छ यता अब हामी चाहिँ फुटबल खेल्नतिर लाग्यौँ यो भिडियो अन्तिमसम्म हेरिदिँदै गर्नु होला है त गाइस यो भिडियो अन्तिमसम्म हेरिदिनु होइन जे छ हाम्रो भाइहरूको अब भिडियो चलाइदिनु पऱ्यो नि त काली पर्खिन यो ठाउँ चाहिँ म धेरै भन्दा नि एकचोटि चाहिँ आएको थिएँ आज एकचोटि आएँ राम्रो रहेछ यो ठाउँ होइन त्यहाँ बरको फेदमा ट्याक्क शीतल थियो क्या हावा सरर चलिरहेको थियो चटपटी खाँदै गफ गर्दै साथीहरूसँग अनि हामी चाहिँ अब फुटबल खेल्नु त आइयो तर केटाहरू कता गएका 2 जना छ 3 जना अब एकजना दाइ उता तल मङ्गलबारीमा छ अनि 2 जना चाहिँ जुत्ता किन्नु गएको आइपुगेकै छैन क्या दारी बाबा छ मङ्गलबारीमा हाम्रो भगर च्यानल चाहिँ यसकै हो कि अब यसले लाउँछ नि त अलिक बिरामी छ क्या असक्त यो अलिक बोल्नु सकेन अरे फेरि इन्सल्ट गरे जस्तो हुन्छ होइन बिरामी भएर अलिक बिरामी म बोलिदिँदैछु नि त त्यही भएर अब यसको ऱ्याम कति छ तेरो माँ ने बहुत मेहनत की है बचपन में मेरा क्या सपना था बताऊंगा तो हंस दोगी मुझे माँ को बड़े सुपरमार्केट में ले जाना था और कहना था माँ तुम्हें जो पसंद है बिना कीमत देखे ले लो स्लो ब्लग चाहिँ म यतातिर इन गर्छु होइन अनि भिडियो चाहिँ के कस्तो लाग्यो भनिदिनु होला कमेन्टमा होइन अनि घाँटी दुखिरहेको थियो हिजो चाहिँ लास्टै घाँटी दुखिरहेको थियो अनि भिडियो चाहिँ साथीलाई गर्नु लगाएको थिएँ म बेला बेला मात्रै मैले गर्थेँ साथीले प्रायः जस्तो गर्दै थियो भिडियो घाँटी दुखेर बोल्नै भएको थिएन अनि त्यही हो आजको ब्लग यति नै अब के कस्तो लाग्छ कमेन्ट हानिदिनु होला लाइक सेयर कमेन्ट सबलाई सेयर हानिदिनुहोस् है